भुन्टीको श्रीमान भूपेन्द्रलाई पछिल्लो समय फेरि चारैतर्फबाट सङ्कटले घेरिसकेको छ। मृत्युको मुखबाट भुन्टीले फर्काएर ल्याए तापनि पछिल्लो समय भूपेन्द्र भने फेरि अर्को समस्यासँग जुझ्न बाध्य भइसकेका छन्। विगतको समयमा बिजनेसमा लगानी गर्दै भूपेन्द्रले एकदमै धेरै पैसा डुबाइसकेपछि पछिल्लो समय भूपेन्द्रकी भाउजूले भने भूपेन्द्रलाई आफ्नो घरमा आउनबाट रोकिसकेकी थिइन्। मृत्युको मुखबाट फर्किएका भूपेन्द्रलाई भने पछिल्लो समय उनको स्वास्थ्य अवस्थामा सुधार आइसकेपछि भुन्टी र भूपेन्द्रको दाइ भुवनले भने अस्पतालबाट घरमा ल्याइसकेका थिए। बिरामी भूपेन्द्रलाई अस्पतालबाट घरमा ल्याउन नपाउँदै पछिल्लो समय भूपेन्द्रकी भाउजूले भने भूपेन्द्रको बाटो छेकिसकेकी थिइन्। यता आफ्नै प्रेमिकाको कारणले गर्दा पछिल्लो समय भूपेन्द्र बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगे तापनि भूपेन्द्रले भने भुन्टीलाई रुवाएर गरेको गल्तीको महसुस पछिल्लो समय गरिसकेका थिए। भूपेन्द्रले विगतको समयमा भुन्टीलाई जति नै हेला गरे तापनि पछिल्लो समय भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई पहिलेको जस्तै माया र विश्वास गर्दै आइरहेकी थिइन्। भुन्टीले गरेको माया देखिसकेपछि भूपेन्द्रको आँखाबाट भने आँसु रोकिन सकि नै रहेका थिएनन्। भगवान रूपी आफ्नी श्रीमती भुन्टीलाई नचिनेर एकदमै ठुलो गल्ती गरेको महसुस पनि भूपेन्द्रलाई भने भइसकेको थियो। आफ्नै प्रेमिकाको बुबाकै कारण बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगे तापनि पछिल्लो समय भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीले आफ्नो परिवारमाझ व्यक्त गरिरहेका सबै कुराहरू सुनिसकेका थिए। पछिल्लो समय भूपेन्द्र बेहोसी अवस्थामा पुगिसकेपछि भुन्टीले समयमै अस्पतालमा नल्याएको भए भूपेन्द्रको मृत्यु हुन सक्ने कुरा पक्का भएको कुरा पनि पछिल्लो समय भूपेन्द्रले भने थाहा पाइसकेका थिए। आफ्नै श्रीमती भुन्टीकै कारण आफूले नयाँ जीवन पाएको कुराले भूपेन्द्रलाई भने पछिल्लो समय एकदमै धेरै भावुक पनि बनाइसकेको थियो। भुन्टीले आफ्नो ज्यानको पर्वाह नगरी आफ्नो श्रीमान भूपेन्द्रलाई बचाइसकेपछि पछिल्लो समय भूपेन्द्रले भुन्टीसँग माफी मागेर अब आउने समयमा भुन्टी र भूपेन्द्रको सम्बन्ध फेरि राम्रो हुने कुरा पक्का भइसकेको छ।